जय मसी सबैजनालाई। मेरो नाम गणेश उप्रेती हो। म चाहिँ नेपालबाट हो। अहिले म मासाचुसेट्सको बोस्टन स्थित सहरमा छु। म चाहिँ जन्मजातै हिन्दू फ्यामिलीमा जन्मेको हुँ, ब्राह्मण, त्यसमाथि नि ब्राह्मण परिवारमा। मेरो परिवारमा सबैजना स्टिल अहिले पनि हिन्दू नै हुनुहुन्छ। मैले प्रभुलाई पाएको चाहिँ करिब 14-15 वर्ष भयो। अनि मैले त्यो पाएपछि जुन परिवारमा चाहिँ हामीहरूको जुन विशेष गरी चाहिँ रिचुअल जुन हुन्छ नि, जुन सांस्कृतिक जुन धार्मिक कुराहरूमा चाहिँ अलि अप्ठ्यारो हुन्छ। परिवारहरूसँग अलिकति सम्बन्ध नराम्रो हुन सकेको जस्तो हामीले फिलिङ गरिरहेको छौँ, जुनले गर्दा चाहिँ हामीलाई अलि नराम्रो, यो आत्मिक कुरामा चाहिँ नराम्रो फिल भइरहेको हुन्छ। अनि त्यसकारण चाहिँ हामीहरू परिवारसँग चाहिँ अलि नराम्रो एक किसिमको भएकोले चाहिँ त्यति परिवारसँग भनौँ न, अब अप्ठ्यारो भएको महसुस भइरहेको छ। अनि जुन अहिले यो लभ एन्ड न्यायवेयर भन्ने यो जुन ट्रेनिङ लिइसकेपछि चाहिँ हामीले चाहिँ परिवार भनेको चाहिँ एउटा इम्पोर्टेन्ट पार्ट हो हाम्रो यो लाइफको। अनि यो जर्नीमा चाहिँ परिवारलाई सँगै लिएर जानुपर्छ भन्ने चाहिँ हामीले बुझ्यौँ, जान्यौँ। अनि जब परिवार नै हामीसँग भयो भनेदेखि हामीले चाहिँ उनीहरूलाई पनि आज प्रभुमा चाहिँ बिस्तारै लान सक्छौँ। तर परिवारलाई छोडेर पार गरेर हिँड्दै भनेदेखि चाहिँ उहाँहरू चाहिँ कहिले पनि प्रभुमा आउन सक्नुहुन्न भन्ने चाहिँ हामीले यो लेसनबाट, यो ट्रेनिङबाट लेसन सिक्यौँ। त्यसैले चाहिँ हामी चाहिँ परिवारसँग चाहिँ अझ कम्बाइन्ड रूपमा एकदम राम्रोसँग चाहिँ एकदमै बस्ने, अनि त्यसैले एकदम राम्रोसँग सम्बन्धमा रहने। अहिले त हामी डिस्टेन्सको हिसाबले पार भए पनि उसमा चाहिँ हामीहरू चाहिँ अब राम्रो सम्बन्धमा, अझ प्रगाढ सम्बन्धमा बस्ने र उहाँहरूलाई पनि प्रभावमा ल्याउन सकिन्छ भन्ने हामीले जुन हामीले विचार गरेका छौँ, बुझेका छौँ, त्यही नै हो। धन्यवाद सबैजनालाई।